हेलो गुड इभिनिङ साथीहरू। मैले अघि बिहान भनेको थिएँ म आज चाहिँ यो दुध गएर देखाउनेवाला छु। हेर्नुहोस् है, यो चाहिँ हेर्नुहोस् है, लु यहाँ हेर्नु सक्नुहुन्छ। आज चाहिँ बाछा लगाएर देखाउनेवाला चाहिँ है साथीहरू। यसरी धुनुपर्छ मजाले, यस्तो मैला आउँछ कि कसामा, अनि यसलाई चाहिँ सडक्कै धुनुपर्छ हो। अनि चाहिँ यो चाहिँ मजाले सफा हुन्छ है। यो चाहिँ यस्तो चडक्कै बनाएर मात्रै धुनुपर्छ है। एकदम हाइजेनिक हुनुपर्छ, एकदम सफा गर्नुपर्छ है। अनि त्यसो गर्दा अरूले पनि यसो यो छुर्पी है दुध खानेले पनि घिनाउँदैन है। अनि एकदम निट एन्ड क्लिन बनाएर चाहिँ एकदम हाइजेनिक प्रकारले यो यसरी काम गर्नुपर्ने हुन्छ है। अन्त यहाँ हाम्रोमा दुईवटा गाई छ। एउटा चाहिँ हाम्रो घर आमाले धुन्छ हो, अनि एउटा चाहिँ म आफै धुन्छु। यहाँ हेर्नु सक्नुहुन्छ भाइ, अलिक नजिकबाट गरेँ साह्रो छ है। यदि खानु दुध दिएर खानुमा सजिलो छैन। तपाईँलाई खै भोलि डेरी लानुपर्छ है। हामीले बेलुका चाहिँ एकै लानुपर्ने हुन्छ। यो गाईको चाहिँ अहिले 4.5 लिटर चाहिँ एक साथमा छ है। बिहान 4.5, बेलुका 4.5, लगभग 9 लिटर छ। अनि अहिले चाहिँ हामी 11.8 12 लिटर समथिङ बेच्दैछ। त्यसो तपाईँको फ्यामिली चल्छ है त्यतिले। अन्त गाई पाल्नु चाहिँ एकदम फाइदा छ। हेर्नुहोस् है सबैजनाले, हाम्रो चाहिँ गाई मात्रै होइन खसी पनि चारवटा छ। यता हेर्नु सक्नुहुन्छ तपाईँहरूले। साह्रै ठुल्ठुलो चाहिँ छैन, भर्खर बसिनु नै छ। त्यस्तै 1.5 वर्ष 2 वर्ष पुगेको खसीहरू। यहाँ हेर्नुहोस् है, हाम्रो सानो सुँगुरको पाठा छ। हिजो अस्ति भर्खर निकालेको, ठुलो चाहिँ मारेर। यो चाहिँ भर्खर ल्याएको, भर्खर 1 हप्ताहरू हुँदैछ ल्याएको। यो साथीहरू, यो गाई चाहिँ तपाईँको झन् 15 मिनट लाग्छ धुनु कि। नयाँ भएर होला, निकै चाम्रो छ। यहाँ दुध देख्न सक्नुहुन्छ, यति चाहिँ छ है। ल जम्मा दुईवटा गाईको चाहिँ एक साँझमा चाहिँ यति छ हो। लगभग 6 एबभ छ है। हेर्नुहोस् है, यति चाहिँ हुन्छ। ल थ्याङ्क यू फर वाचिङ साथीहरूलाई। यो आजको हाम्रो छोटो मिनी ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है। ल